हेर हो साथी हो, जमाना एकदम खतरा छ है अहिले। अस्ति भर्खरै बुधबार चाहिँ 3:42 जाँदाखेरि मेरो सिटिजन ब्याङ्क छपिया शाखाबाट एउटा साइकलै गायब भयो यार। सिसिटिभी क्यामेरा हेर्दाखेरि यसो मान्छे बल्ल पत्ता लगाएर साइकल फेला पार्न सके। त्यसैले अहिले जमाना एकदम डेन्जर अवस्थामा छ। हजुरहरू पनि एकदम सतर्क रहनु होला। साइकल गाडी घोडा जे पनि एकदम सुरक्षितका साथ निगरानी गरी राख्नु होला। अहिले चोरको विकृति एकदम बढ्दै गयो जस्तो मानेछु है मैले। अब आज मेरो एउटा साइकलै गायब भयो एकै दिन, बुधबार। यो जेठको 20 गते र 21 गते मैले फेला पार्न सकिहालेँ। र अब यस्तो अवस्थामा चाहिँ अब साइकलहरू, अब मोटरसाइकल सरसाइकल जे जस्तो हुन्छ एकदम सुरक्षित स्थानमा लगेर राख्नुपर्ने स्थिति आउन थाल्यो। चोरले अब के चोरम भन्छ, अब जाउ नभेट्टा उयो टप्काउँछ नि यार। यस्ता चोर छन् नि। अन्त त के गर्ने यार, छपियामा चाहिँ माया चोरै रहेछन् यार। अरू ठाउँमा त चोर भन्नेको सुनेकै थिएन यार, छपिया त माया चाहिँ जहिले सुकै यस्तै यार। कहिले के चोर्छन् यार, कहिले के चोर्छन्। भएन भनेर थोतडे साइकल समेत उठाउन थाले यार। हजुर 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 हजुर